गर्न लागेको म त त्यहाँ दाजुलाई लिन पो जानु पर्ला त चिनेका छैनन् हो ठिक छ हेलो कस्तो खालको थियो तो यो खसीको मासु भयो नि बनाए न त कहाँ बनाउँछ एकदम मिठो आजकल कोले कति बनाउँदो रहेछ त बनाएको हेलो राजु केको मासु पक्का गरे आज खसीको आज चाहिँ खसीको मासु खाने हो गाइस सबै पकाउने सबै चाहिँ पकाउनु यो अलिकति अलिक कम हुन्छ नि भोइस चाहिँ आउँदैन मासु त दामी रहेछ दामी कस्तो दामी छ मिठो भगवान नि है